सबैजनालाई स्वागत छ मेरो यो भिडियोमा र यहाँ चाहिँ क्लास 10 मा सोधिने साइन्स एन्ड टेक्नोलोजी सब्जेक्टको एउटा इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमको क्वेशन रहेको छ। यहाँ क्वेशनमा के भनेको छ त भन्दाखेरि फाइन्ड आउट द भोल्टेज प्रोड्युस इन द सेकेन्डरी कोइल इन द गिभन डायग्राम। ओके, यहाँबाट चाहिँ हामीले सेकेन्डरी कोइलमा चाहिँ भिएसमा चाहिँ कति भोल्टेज छ चाहिँ हामीले निकाल्नु पर्ने छ र नम्बर अफ टर्न चाहिँ प्राइमेरी कोइलको 220 छ र नम्बर अफ टर्न्स यति छ, भोल्टेज चाहिँ यति छ र नम्बर अफ टर्न इन सेकेन्डरी कोइल 500, भोल्टेज चाहिँ दिएको छैन, त्यही चाहिँ निकाल्नु पर्ने छ र मैले गिभन लेखिसकेको छु, यो सबै दिइसकेको छु। र लास्टमा चाहिँ हामीले अब हामीलाई एउटा ट्रान्सफर्मरको एउटा यो इक्वेसन जस्तै भनौँ न एउटा रेसियोमा लेख्नुपर्ने हुन्छ र एनपी इज इक्वल्स टु एनएस भनेको एनपी नम्बर अफ प्राइमेरी टर्न बाई नम्बर अफ सेकेन्डरी टर्न इज इक्वल्स टु भिपी भोल्टेज इन प्राइमेरी डिभाइडेड बाई भोल्टेज इन सेकेन्डरी। यो फर्मुलाबाट चाहिँ हामीले निकाल्न सकिन्छ र एनपी भनेको चाहिँ हाम्रो कति छ त 250 बाई एनएस भनेको चाहिँ 500 छ, जुन चाहिँ यहाँ माथि लेखिसकेको छौँ हामीले र यसरी लेख्न सकिन्छ इज इक्वल्स टु भिपी भोल्टेज इन प्राइमेरी 220 भोल्ट बाई भिएस, यो चाहिँ हामीले निकाल्नु पर्ने हुन्छ र यो 0 क्यान्सल, 25 1 जा 25, 20 2 जा 50 भनेपछि अब यो क्रस मेथड्स 2 into 220 भोल्ट, देयरफोर भिएस इज इक्वल्स टु 440 भोल्ट। देयरफोर voltage in secondary coil is equals to 440 volt। अब यति गर्नुभयो भने चाहिँ तपाईहरुको 2 मार्क्स आउने रहेको छ र यो चाहिँ क्लास 10 को एसीमा सोध्न सक्ने सम्भावना छ।